बुढी 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 भन्छस् भन्नुहुन्छ होइन, मेरो बुढी छ नै त्यस्तो क्या, यति मायालु छ होइन। उसले मसँग कुरा गर्नको लागि हुन्छ नि उसको डेली रुटिन नै चेन्ज गरेको छ क्या। किनभने म अब काममा जान्छु होइन, कामबाट फर्किँदा चाहिँ उसको नेपालमा होइन 12 बजे राति भइराखेको हुन्छ क्या। अनि त्यसपछि बल्ल म फ्री हुन्छु होइन। त्यही पनि उसले आफ्नो डेली रुटिन नै चेन्ज गरेर रातिको 12 बजे ठ्याक्क मेरो फोन आउँछ भनेर उसले आफ्नो स्लिपिङ टाइम टेबल नै चेन्ज हानिदिएको छ क्या। अनि हामी 1-1.5 घन्टा कुरा गर्छौँ होइन, डेली बेसिक्समा। किनभने लङ डिस्टेन्स रिलेसनसिप छ नि त अहिले हाम्रो होइन। डेली बेसिक्समा कुरा भएन भने के बिराए जस्तो फिल हुन्छ होइन। एकअर्कामा अलिकति के हुन्छ नि, केही न केही मिसिङ जस्तो लाग्छ। त्यही भएर मलाई यति माया लाग्छ मेरो बुढीको होइन। उसले हुन्छ नि, उसले नयाँ लुगा पनि मेरो लागि लगाउँछ क्या होइन। नयाँ लुगा लगायो भने हजुर होइसिन्न, म किन नयाँ लुगा लगाउनु, मलाई त कस्तो हजुर भए पो रमाइलो लाग्छ। हरेक मोमेन्ट हरेक इभेन्ट मसँग कनेक्टेड हुन्छ क्या। अनि मैले मेरो श्रीमतीलाई माया नगरेर गरौँ कसलाई होइन। तपाईँहरू खाली भन्नुहुन्छ बुढी भन्यो भन्नुहुन्छ, त्यही भएर हो क्या मलाई उसकै मात्र